वर्ल्ड कप जित्ने त हामीले हो भाइ। फाइनलमा फ्रान्स पर्छ कि जर्मनी त्यति हो म्याटर। अर्जेन्टिनासँग फाइनल खेल्छु भन्दैछ। ए भाइ कति भयो नकटेको क्वार्टर? हेर त पसिनै पसिना भएछ। हाइड्रेसन ब्रेक त छैन, अलिकति खान त वाटर। अलिअलि पसिना त भइहाल्छ नि, किनकि हार्डवर्किङ रोनाल्डोको हामी फ्यान। यस्ताको आइडललाई पनि के फुटबलर भन्नु छ जसको छैन सिक्स प्याक र ज्यान। डिबक्स लिएर बल कुरेर बस्नेलाई हार्डवर्किङ होइन भनिन्छ ढुकुवा चोर। ए भाइ एकचोटि च्याट जिपिटीमा सर्च गर त वर्ल्ड कपमा कसको छ हाइएस्ट गोल स्कोर। धेरै ठुलो कुरा नगर न साथी, साउदीसँग 2 खाकै हो। जति हाइएस्ट स्कोरर भने पनि अस्ति पेनाल्टी मिस भएकै हो। ए साथी 3वटा ताराको नगर न धेरै रिस। तिमीहरू जस्तो ड्र त खेला छैन नि हामीले, गरे पनि पेनाल्टी मिस। टप 32 मा क्रोएसियासँग हारेपछि फ्यानमा झुन्डिन्छस् कि खान्छस् 20। गोड भनेपछि याद आउँछ मलाई रोनाल्डो र मटन काजी। अर्जेन्टिनाले जित्छ जस्तो लाग्छ भनेपछि आइज न त हानु 1-1 लाखको बाजी। तेरो पोर्चुगलले वर्ल्ड कप फुटबल त त्यस्तै हो, जित्न सक्छ लङ्गुर बुर्जा। ए साथी नाथे 1 लाखको बाजी होइन, साँच्चीकै बाजी हान्ने भए लिएर आइज नि त घरबाट लाल पूर्जा। लाल पूर्जाको कुरा गर्छस् त किन हो अर्जेन्टिनाले फेरि वर्ल्ड कप जित्छ भन्ने भ्रममा परेको। अस्ति आरसीबी र पीएसजीले 2 चोटि टाइटल उठाएर हो कि क्या हो तिमीहरूले फेरि आश गरेको? मेसीसँग कम्पेयर गर्दा यसको आइडलले जित्ने भनेको इन्स्टाग्रामको फलोवर र भ्युअर। ए साथी धेरै च्याङच्याङ नगर, कति छ तेरो गोडको ब्यालेन्स डियर?